नमस्कार, म निमा शेर्पा, सदरनन्द नगरपालिका वार्ड नम्बर 9 किमालुङ। मेरो फर्मको नाम सगरमाथा जडीबुटी तथा कृषि पशुपालन फर्म। हाल मेरो फर्ममा चिराइटो, सतुवा, किबी, टिम्बुर, अलैँची लगायत विभिन्न प्रजातिको जडीबुटीहरू खेती गर्ने क्रममा छौँ, लागिरहेको छौँ भने यो भिडियो चाहिँ मैले चिराइटो बारीमा फङ्गसाइड ढुसीजन्य रोगको विषादी हानिरहेको छु। यो विषादी चाहिँ शुद्ध अर्ग्यानिक विषादी हो। यिनले वातावरणलाई कुनै असर पार्ने छैन भने मानव स्वास्थ्यलाई पनि कुनै असर पार्ने छैन। यही नै मैले यस भिडियोलाई हेरी सबैलाई अवगत गराउन चाहेँ। जो कोहीले पनि आफ्नो खेतबारीमा ढुसी रोगको सङ्क्रमणहरू देखेको खण्डमा यसरी नै जैविक विषादी प्रयोग गरी मानव स्वास्थ्यको रक्षा गर्दै वातावरणीय सन्तुलनलाई कायम गर्दै आम जीव जन्तुको प्राणीलाई पनि संरक्षण सम्वर्धन गरिदिने साथै गराउने भन्ने हेतुको साथ हामीले जैविक ढुसीनाशक विषादी प्रयोग गर्नुपर्छ भन्ने अभियानको साथ अघि बढिरहेका छौँ। र भने यो विषादीको नाम चाहिँ ट्राइकोड्रामा विषादी हो। र यस विषादीलाई चाहिँ 1 लिटर पानीमा 10 ग्रामको दरले घोली आफ्नो बोट बिरुवालाई राम्ररी यसरी तपाईँहरूले भिडियोमा देखे जस्तै राम्ररी भिज्ने गरी छर्काउनुपर्छ, जसले गर्दा यस माटोभित्र रहेका ढुसीजन्य चिजहरू चाहे चाहिँ जमिन मुनिको होस् चाहे जमिन माथिको होस् यसले नष्ट गर्नेछ भन्ने आशा र अपेक्षा पनि हामीले गरेका छौँ। हुन त यो मेरो पहिलो ट्रायल हो, मैले पहिलोचोटि परीक्षण गर्दैछु। अब सक्सेस हुन नहुनु आफ्नो कुरो रह्यो र विषादीको गुणस्तरमा भर पर्ने कुरो रह्यो। त्यो हुँदाखेरि हामीले विषादीहरू लिँदाखेरि सम्बन्धित विषय विज्ञसँग समन्वय र सहकार्य गरेर उहाँको सिफारिस र उहाँकै सुझाव सल्लाहको आधारमा मात्र हामीले विषादीहरू खरिद गर्नुपर्ने हुन्छ, ताकि हामीले जहाँ पाए त्यही विषादीहरू खरिद गऱ्यौँ भने कहिले
डेट स्पेयर समय नआएको विषादीहरू पनि दिएको पाइयो भने कहीँ राज्यले प्रतिबन्ध गरेको विषादीहरू पनि दिएको पाइएको अवस्था छ भन्ने आम किसान समक्ष जानकारी गराउँदै यो भिडियोलाई यहीँ अन्त्य गर्न चाहे। हस्, धन्यवाद, नमस्कार। सबैले यस भिडियोलाई हेरी सेयर कमेन्ट लाइक गरिदिनु हुनेछ भने आशा र अपेक्षा लिएको छु। हस्, धन्यवाद। साथै यहाँ मेरो छोरो पनि मलाई काममा सघाइरहेछन्। अब लगभग चिराइटुको मैले पहिलो सेसनको ढुसी औषधि हान्ने काम सम्पन्न भइसकेछ भन्दै यो भिडियोले अन्त्य गर्न चाहे। हस्, धन्यवाद, नमस्कार।